महिना भयो तपाईले सप्लिमेन्ट सुरु गर्नु भएको खै दिसे कति महिना भयो त्यो महिना थाहा छ 3 महिना त कम्प्लिट 3 भइसक्यो महिना त खाएर फेरि चौथो हो यो चौथो अनि 4 महिना अगाडि के हुन्थ्यो तपाईलाई पहिला त्यो भन्दा अगाडि चाहिँ यसरी सुत्दा पनि यसरी घुरा तन्काउनु नआउने के खुट्टा पछाउनु नआउने दुख्ने यसरी बिस्तारै खुम्चेर यसरी सुत्नु पर्थ्यो त्यो दबाई खाएर चाहिँ मैले यसरी मजाले सुत्नु सक्छु अहिले चाहिँ ए अहिले तन्काएर सुत्नु सक्नुहुन्छ यसरी नत्र दुख्थ्यो ए त्यो अहिले त्यो दबाई खाएर चाहिँ मजाले सुत्नु सक्छु त्यही भएर छोरीले अझै खाइराख्नु बाहिर बसिन्जेलसम्म खाइराख्नु भनिरहेछ के छोरीले राम्रो भएकोले पैसा पनि लाग्छ अब तेरो कमाइ पनि यतै सिद्धिन्छ भनेर भनेको म यता बाहिर बसिनेर खाइराख्नु राम्रो भएछ भने पहिला कस्तो समस्या थियो त्यो सुत्नुलाई त्यत्रो यो अर्थ गर्थ्यो अहिले त अब त्यसो त टोइलेट जान पनि अब पहिला जस्तो साह्रो हुँदैन नि त दुख्नु त दुख्छ तै पनि कति राम्रो भएको छ बस्नुलाई पनि अनि त्यत्रो पहिला अर्थ भन्थ्यो खाइराख्नु नटुटाइ खाइराख्नु मलाई भन्नु दबाई सक्यो भने पनि मनिषलाई भन्नु लाउँछु भन्दै थियो क्या अस्ति नै आदेश अहिले चाहिँ छ त्यो उसले नै भनेको त्यो पछाडि खाएको पनि थपेर खाएको नभए 3 महिना मात्रै खान्थेँ त मैले अनि के भयो जेठी छोरीले भन्यो छोरी भनेर भने ठिक अहिले राम्रो छ अनि अहिले त खाना पनि रुच्दो रहेछ अलिक राम्रो पनि हुनु भएछ खाइराख्नु साँच्ची राम्रो हुनु भएको छ तपाईँ पहिला सुरुमा आएको भन्दा त्यो त घुँडाले कति समस्या दिइरहेको थिएँ नि त मैले त्यो मेडिकलबाट नदुख्ने अलिक कम्ती गर्ने दबाई ल्याउँदै खान्थेँ कोही बेला तर डेली चाहिँ खाँदैन कोही बेला खान्थेँ अहिले यो खाएपछि चाहिँ अब त्यसरी मजाले खुट्टा तान्छु यसो हुन्छ पहिला हुँदैन थियो नि त कति समस्या थियो नि त्यतिखेर अनि अहिले त्यो दबाई चाहिँ राम्रै भएछ अनि हिजो अस्ति अलिक 2 दिन 3 जोडा आएको थिएँ अनि फेरि अलिक राम्रो भएको थिएँ फेरि त्यस्तै अनुहार भइसकेछ भन्दै थियो छोरीले खाइराख्नु त्यही दबाई म बाहिर बसिन्छ खाइराख्नु भन्दैछ ल ल ल ल अब राम्रो भयो हुनु छ भने राम्रो भएछ भने खाइराख्नु म बाहिर बसेर यता बाहिर बसेर कामाको पैसा चाहिँ मैले तेरो सेभिङ तँलाई चाहिँ के गर्नु भने पछि हस्पिटलमा खर्च गर्नु पर्दैन नि त छोरीले ठुलो पैसा अहिले चाहिँ आन्टी जस्तै त्यो पेन किलर भन्नाले दुखाइ कम गर्ने चाहिँ खानु परेको छैन तपाईले ए एकदमै राम्रो हजुर हजुर छैन त्यो 2-3 गोली थियो अस्ति बहिनीले दिएको खाँदिनँ नि हजुर हजुर पनि खाँदिनँ त्यही दबाई म खाएपछि खाएको छैन फुड सप्लिमेन्ट खाइदेखि खानु भएको छैन भने पछाडि तपाईलाई यो फुड सप्लिमेन्टले राम्रो चाहिँ राम्रो गरिरहेछ भन्ने तपाईलाई महसुस चाहिँ भइरहेछ हैन खाँदाखेरि पनि अब तर आफूले चाहिँ अब खासी बानु नसक्ने त्यही भएर मात्रै हो त्यति हो के त्यो मुख नबारी पनि राम्रो हुँदैछ नि त हजुर मासु खाइराख्नु पर्ने मासु ठिकै मिलाएर खानुपर्छ अनि आन्टी रक्सी चाहिँ रक्सी पनि खान्थे नि अब अहिले चाहिँ खाँदैछु नि बेलुका 1 गिलास त खाएकै हुन्छ डेली डेली 1 गिलास